नमस्ते। नेपालको आन्तरिक राजनीतिक अवस्था चाहिँ अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ। हेर्दाखेरि सहजतातर्फ जान्छ कि क्या हो भनेको जस्तो देखिए पनि मलाई लाग्छ नेपालको राजनीति सहजतातर्फ सजिलै जाँदैन। त यो किन जाँदैन भने विदेशीहरूको डिजाइनमा जहाँ राजनीतिक विधि व्यवस्था शासकहरू परिवर्तन हुने गर्छन् त्यहाँ नेपालीले चाहेको जस्तो परिवर्तन हुन सक्दैन। यदि त्यस्तो हुन्थ्यो भने अहिलेसम्म धेरै कुराहरू परिवर्तन भइसक्नु पर्छ। त्यसो भएको हुनाले नेपालको राजनीतिक स्थिति विधि व्यवस्था जो बाह्य शक्तिहरूको डिजाइनमा चल्छ र उनीहरूले जे चाहे त्यो हुन्छ, त्यस्तो देशमा चाहिँ सजिलै सकारात्मक बाटोतर्फ यो देशको राजनीतिक व्यवस्था अथवा शासन प्रशासन त्यतातिर उन्मुख होला त्यो भन्न सकिँदैन। मैले पहिल्यैदेखि भनेको छु यो भदौ 23 र 24 गते पछि जे स्थिति निर्माण भयो नेपालमा र त्यो भदौ 23 र 24 अगाडिको स्थिति जे थियो नेपालमा र यसको पछाडि एउटा गम्भीर एउटा षड्यन्त्रको र बाह्य शक्तिहरूको भूमिका त थियो नै। तर नेपालका पार्टीका पुराना नेता भन्नेहरूको विवेकहीनता र अकर्मण्यताको पराकाष्ठा पनि त्यो थियो। त यो कुरा उनीहरूले भन्दैनन्। यो स्थिति कसरी निर्माण भयो भन्ने कुरा नेपालमा जम्मा 2-3 जनालाई मात्र थाहा छ है। त्यो शासनमा बस्नेहरूलाई थाहा हुन्छ। र मैले 2-3 जना चाहिँ किन भनेको भने यो भदौ 23 र 24 गते जो शासन सत्ताबाट बाहिरिन बाध्य भए उनीहरूलाई थाहा छ। पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा अथवा त्यो पूर्व प्रधानमन्त्री भनेका माधव नेपाल प्रचण्ड सबैलाई थाहा छ यो स्थिति किन आयो भन्ने कुरा। यसका पछाडि को छ भन्ने कुरा थाहा छ उनीहरूलाई, तर उनीहरूले भन्न मिल्दैन किनभने उनीहरूको माई बाप एउटै हो। जसले यो परिवर्तन गर्नका निम्ति बल प्रयोग गर्यो र जसलाई ल्याएर शासन सत्तामा त्यो सुशीला कार्की हुँदै अहिले जो आएर शासन सत्तामा बसिरहेछन्, चुनाव एउटा बहाना हो। चुनावबाटै आएको त हो नि केपी ओली पनि, के अरे प्रचण्ड देउवाहरू पनि चुनावबाटै आएका त हो नि। तर उनीहरूलाई यो देश बलियो बनाउनुका निम्ति कसले रोकेको थियो र? उनीहरूका बिचमा आपसी विभाजन र त्यो विखण्डन, त्यो लडाइँ, आन्तरिक लडाइँमा उनीहरूलाई कसले फसाएको थियो भन्दा त्यो विदेशीहरूकै डिजाइन अनुसार त्यो कुराहरू भइराखेका थियो। अब यो कुरा भन्यो भने नेपालीहरू चाहिँ सबै कुरा विदेशीले गरेर भोट पनि विदेशी हाल्यो त, भोट हाल्ने पनि विदेशी हुन्छ भन्छन् नेपाली मूर्खहरू। अब यो मूर्खहरूको प्रश्नको जवाब मसँग छैन। त यो देशमा विदेशीहरूको योजना अनुसार हरेक कुराहरू हुने गरेको छ र फेरि पनि हुन्छ। त्यसो भएको हुनाले यो भदौ 23 र 24 को विध्वंसले एउटा परिस्थिति निर्माण गर्यो र चुनाव भयो। फागुन 21 गते चुनाव भयो, गराइयो भनौँ न। त्यो यदि बाह्य शक्तिहरूको कुनै भूमिका हुन्थेन, नेपालीहरूकै बुद्धिले यो देश चलाउने कुरा थियो भने त स्वाभाविक रूपमा त 84 मा हो नि त चुनाव गर्ने। 84 मा भइहाल्थ्यो नि चुनाव। 82 मा 84 मा गर्नुपर्ने चुनाव 82 मा गर्नुपर्ने के बाध्यता आइला? त्यो पनि नेपालीकै बुद्धिले भयो त। नेपालीले चाँडो आऊ हामी चुनावमा फेरि भोट हाल्छौँ र चाहिँ नयाँ विधि व्यवस्था अथवा नयाँ शासक खोज्छौँ भनेको थियो त। भदौ 23 र 24 को आन्दोलनको मकसद त्यही थियो त, त्यो थिएन। तर त्यो भयो। त्यसो भएको हुनाले यसका पछाडि बाह्य शक्तिहरूको महत्त्वपूर्ण भूमिका छ। नेपालीहरूको भविष्य मलाई लाग्छ अत्यन्तै डरलाग्दो
सुरुङभित्र चाहिँ पस्दैछ। अब यो सँगसँगै नेपालमा कस्तो अचम्म कि नेपालीहरू कुरा बुझ्न तयार छैनन्, नेपालीहरूको विवेकले पनि काम गरिराख्या देखिँदैन। यो यस्तो कमजोर देशमा यो विधि र व्यवस्था जब अवलम्बन गऱ्यौँ हामीले, त्यहाँदेखि नै विदेशी शक्ति राष्ट्रका शासकहरूले चाहिँ नेपालमाथि गिद्धे दृष्टि लाउने गरेका छन्। त्यो नाङ्गो नाचको रूपमा त्यो देखिन्छ। त्यो कसैले पनि यो कुरा मैले बुझेको छैन, म बुझ्दिनँ भन्यो भने चाहिँ अब त्यो जस्तो पाखण्ड, त्यो जस्तो उल्लु, त्यो जस्तो विवेकिन नेपालीहरू कोही पनि होइन। यस्तो देशमा, जुन देशको दुनियाँ भोकले तडपिन्छ, एक सरो शरीरमा गतिलो कपडा लाउने समस्याले छटपटिन्छ र आफ्ना बालबच्चाहरूको सुख सुविधा, शिक्षा, स्वास्थ्य आदि इत्यादि जो दुःखहरू छन्, त्यो दुःखबाट सजिलो एउटा जीवनयापन गर्नका निमित्त अरूका देशमा, पराएका देशमा जस्तोसुकै कष्टकर जीवन बाँच्नका निमित्त पनि खुट्टा उचालेर जानका निमित्त तयार हुन्छन्। त त्यस्तो देशको शासकले ठुला कुरा गर्नुको के अर्थ हुन्छ? त्यो देशको दुनियाँले धेरै कुरा बुझेको छ भनेर हामी जस्तो मान्छेले कसरी पत्याउने? के बुझेको भन्ने त्यस्तो दुनियाँलाई? हामीले यो चुनावमा पनि देख्यौँ। हामीले बाहिर बसेका नेपाली युवा युवतीहरूले परिवर्तनको बाटोमा जानका निमित्त आफ्ना नसनाता परिवारलाई अभिप्रेरित गरे, एक प्रकारले हस्तक्षेप नै गरे भन्छु म त्यसलाई। त उनीहरू बाहिरै छन्, त देशभित्र आउन सक्ने वातावरण त बन्दैन सजिलै, बन्नेवाला पनि छैन। त्यो बन्यो भने पनि त्यो बडा अनौठो मान्नुपर्ने स्थिति हुन्छ। किनकि जहाँ विकसित राष्ट्रहरू समेत सङ्कटमा फँसिराखेका बेलामा, अल्प विकसित राष्ट्रहरू समेत सङ्कटमा फँसिराखेका बेलामा, यस्ता माग्नेहरूका राष्ट्रभित्रको दुनियाँले आफै आफ्नो खुट्टामा उभिएर खान सक्ने, बाँच्न सक्ने, बस्न सक्ने स्थिति कसरी निर्माण हुन्छ? त्यो सजिलै निर्माण हुँदैन। त मैले यो 3 दशकमा नजिकबाट मैले निहालेँ कि नेपालको राजनीतिमा बाह्य शक्तिहरूको कस्तो भूमिका रहेछ भन्ने कुरा मैले नजिकबाट बुझ्ने मौका पाएँ। मैले बारम्बार यो 3 दशकमा नेपालमा जे जस्ता राजनीतिक घटना र परिघटनाहरू भए, त्यसमा हिन्दुस्तानीहरूको परोक्ष वा प्रत्यक्ष रूपमा सहभागिता रह्यो। भौतिक रूपमा नै हिन्दुस्तानीहरू नेपालमा आएको र तत्कालीन शासकहरू, राजालाई, राज संस्थालाई उनीहरूले गाली गरेको, मुख छाडेको र विदेशीहरू यही देशभित्र आएर तथानाम उनीहरूले चाहिँ भाषण गरेको विषय त्यो गौण भयो, त्यो महत्त्वपूर्ण ठानिएन। विदेशीहरूका भाषण सुन्दा ताली बजाए नेपालीहरूले, कि त्यो कल्पना गर्न नसकिने कुरा हो। एउटा सार्वभौम राष्ट्रभित्र कुनै विदेशीले आएर यो देशको विधि र व्यवस्था परिवर्तन गर्नका निमित्त जहाँ बल प्रयोग गर्छ, अस्वाभाविक ढङ्गले हस्तक्षेप गर्छ, भौतिक रूपमा आएर भाषण गर्छ, त त्यति बेला ती विदेशीहरूलाई समातेर दण्ड दिन सक्ने हामीसँग त्यो खालको राज्य व्यवस्था, शासन व्यवस्था, शासक प्रशासकहरू जीवित भइदिएको भए त्यो सम्भव हुँदैन थियो। त्यो सम्भव भयो, विदेशीहरूले आरामका साथ त्यो काम गरे। 46मा पनि चन्द्रशेखरहरू आएको हामीले देख्यौँ, 62-63मा करण सिंहहरू आएको हामीले देख्यौँ। उनीहरूले के बोले, के गरे, त्यो कुरा जगजाहेर छ नि। त्यसो भएको हुनाले विदेशीहरूले जे चाह्यो त्यो गर्ने, विदेशीहरूले जुन शासकलाई विस्थापित गर्न चाहन्छन् र जुन शासकलाई शासनमा ल्याउन चाहन्छन् त्यो हाकाहाकी उनीहरूले गर्ने। अनि भुइँफुट्टा 2 खुट्टे नेपालीहरूले भोट हालेर अनि बडा गजबको लोकतन्त्रको अभ्यास गरिराखेका छौँ भनेर बकवास गर्ने। अब यस्तो खालको पाखण्डता चाहिँ मबाट व्यक्तिगत रूपमा अहिलेसम्म प्रदर्शन भएन र म त्यो गर्नेवाला पनि छैन। फेरि पनि म त्यो गर्दिनँ। बालेन शाहको सरकार जो बनिराखेको छ र उसले केही सुधार उन्मुख क्रियाकलापहरू गरिराखेका देखिन्छ।
अब यसमा मेरो कुनै नेगेटिभ कमेन्ट छैन। हिजो काङ्ग्रेस एमाले भन्नेहरूले नै बनाएका संरचनाहरूलाई उनीहरूले एक्टिभ गरे, उनीहरूले नयाँ कुनै प्रविधि ल्याएको पनि छैन, नयाँ कुनै त्यस्तो अचम्म लाग्दो कुनै व्यवस्था ल्याएको पनि होइन। यही संविधानलाई उनीहरूले मानिराखेका छन्, यही विधि र व्यवस्थालाई उनीहरूले बोकिराखेका छन् र भन्छन् के भने उनीहरूले व्यवस्था ठिक छ अवस्था बदल्छौँ भन्छन् उनीहरूले। भने त उनीहरूको कुनै नयाँ व्यवस्था ल्याउने, नयाँ कुनै विधिको अवलम्बन गर्ने भन्ने कुरा त होइन रहेछ उनीहरूको पनि। यही विधि र व्यवस्थामा यी पुराना चाहिँ नालायक पार्टीका नेताहरूले, राजनीतिक दलहरूले गर्न नसकेका कामहरू यही विधि र व्यवस्था माध्यम गर्ने, सुधार गर्ने, सुशासनको प्रयास गर्ने, यी आदि इत्यादि कुराहरू मात्रै हुन् तिनीहरूले गर्ने भनेको। त्यो ठिक छ, त्यो त गर्न मिलिहाल्यो नि। तर प्रश्न चाहिँ के हो भने सुधार गर्नु, सुशासनको जनतालाई प्रत्याभूति दिनु अहिलेको लागि नेपाली जनताको लागि त्यो महत्त्वपूर्ण होला। नेपालीहरू त ठुलो चुनौतीका साथ जीवन बाँचिराखेका छन् र राज्यबाट कहिले पनि कुनै पनि प्रकारको सहुलियत अथवा यो राष्ट्रले हामीलाई केही गरिराखेका छ, हाम्रो सुख दुःखमा यसले साथ दिइराखेका छ भन्ने खालको स्थिति जो निर्माण हुन सकेन, विगतका पार्टीका नेताहरूले त्यो गर्न सकेनन्, त्यो हुन सक्छ, यिनीहरूले गर्न सक्छ। सुधारोन्मुख बाटोमा जान सकिन्छ, नियत सफा भएको मानिस आयो भने शासनमा त्यो गर्न सकिन्छ। अहिले केही प्रयासहरू भइराखेका छन्, त्यसलाई नकारात्मक भन्न मिल्दैन, सकारात्मक नै हो। त प्रश्न के हो भने यो राष्ट्रको राजनीतिक स्थिति विधि व्यवस्था चाहिँ नेपालीहरूकै बुद्धिले हाक्या हो वा होइन, प्रश्न चाहिँ त्यो हो। नेपालीहरू आफ्नै बुद्धिले अगाडि जानका निमित्त स्वयं आफूलाई तयार गरिराखेका छन् वा विदेशीहरूका डिजाइनमा फेरि पनि यी नयाँ नौजवानहरूले काम गरिराखेका छन्, के हो? हिन्दुस्तानीहरूबाट, अमेरिकनहरूबाट, अरू अन्य पश्चिमाहरूबाट लगायत तमाम विदेशीहरूको हस्तक्षेपबाट मुक्त भएर यी देशका यी नौजवान अहिले आएका बालेन्द्र शाह लगायतका शासकहरूले यो राष्ट्रलाई हाँक्ने हैसियत राख्छन् अथवा त्यो दाबी गर्न सक्छन्? मलाई लाग्छ गाह्रो हुन्छ, सक्दैनन् उनीहरूले। किन सक्दैनन् भने उनीहरूलाई राम्रोसँग थाहा छ आजका नेपालीहरूको, विशेष गरी युवाहरूको बुद्धि कस्तो छ भने विदेशीले केही गरेन भने, विदेशीको साथ र सपोर्ट लिन सकिएन भने केही पनि गर्न सकिँदैन। त्यो खालको मानसिकता, त्यो खालको चिन्तन र चरित्र अहिलेको युवा पुस्तामा अत्यन्तै बलियो ढङ्गले गढेर बसेको छ। नेपालीहरूको बुद्धिले हाँक्न सकिँदैन भन्ने खालको त्यो दब्बु मानसिकता नेपालीहरूमा त्यो व्याप्त छ। त्यसो गर्नाले यही बिचमा भोलि मात्रै अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुर भोलि नेपाल आउँदैछन्। अमेरिकी विदेश मन्त्री समीर पल कपुर भोलि नेपाल आउँदैछन्। त्यति ठुलो शक्ति राष्ट्रको विदेश मन्त्री नेपालमा किन दौडिरहेको त भन्दा कुरा एउटै हो। त्यो एमसिसी पास गर्न जसरी चाहिँ अमेरिकनहरू नेपाल दौडिराखेका थिए विगत, त्यो एमसिसी पुराना पार्टीहरूबाट गराए, अब एसपिपी पास गराउनु पर्ने उनीहरूलाई चटारो परेको छ। त्यो एसपिपी पास गराउनका निमित्त अमेरिकनहरूले ताकेता गर्नेवाला छन्। यो बालेन्द्र शाहको सरकार, रवि लामिछानेको पार्टीको नेतृत्वलाई उनीहरूले एमसिसी पास गराउनका निमित्त दबाब दिनकै निमित्त अमेरिकन विदेश मन्त्री समीर पल कपुर भोलि नेपाल आउँदैछ। त्यो नेपालीहरूलाई दया गर्न, माया गर्न आउँदै छैनन् उनी अमेरिकन सेना नेपालमा सैन्य क्याम्प, अमेरिकन सैन्य क्याम्प राख्ने परिस्थिति निर्माण गर्नका निमित्त त्यो एसपिपी पास नगरेसम्म त्यो सम्भव छैन, त्यही गराउनका निमित्त उनीहरू आउँदैछ है। यति यस्तो भिखमङ्गाहरू माग्ने थाङ्नेहरूको देशमा किन चाहिँ अमेरिकनहरूको यति ठुलो चासो त भन्दा त्यो उतापट्टि चीन छ। त्यो चीनलाई कुनै पनि प्रकारको दखल पुगाउनका निम्ति यो भूगोल प्रयोग गर्नुपर्छ।
बालेन्द्र शाहहरू होसियार हुन सक्यो भने चाहिँ एसपिपी पास हुने छैन, एमसिसी नै खारेज हुनेवाला छ, हुनुपर्छ। यदि बालेन्द्र शाहहरू पनि विदेशीहरूको डिजाइन अनुसार सत्तामा आएका हुन् भने उनीहरूले एसपिपी पास गर्छन्, नेपालीहरूको दशा लाग्छ। जसरी अहिले खाडी मुलुकमा आक्रमण भइराखेको छ इरानद्वारा अमेरिकी बेस क्याम्पमाथि, अब एसपिपी पास भएपछि यहाँ पनि अमेरिकन बेस क्याम्पहरू खडा हुन्छन्, त्यसपछि नेपालीहरूको पनि दशा लाग्छ। आजलाई म यति भन्छु, अरू अन्य विषयमा फेरि कुरा गरौँला। धन्यवाद।